Hello guys, welcome to our new episode 4. I'm Ram Kumar Pahari. I'm Sangam Pahari. And welcome to Pahari Bro. Yes, let's start. अब आज चाहिँ हामी यतिकै हेर केही कन्टेन्टै थाहा छैन अब यतिकै ऱ्यान्डम त नभन्नु ऱ्यान्डम त होइन जस हामी फर्स्ट डेमा आएको थियौँ नि मलाई त्यो कुरा गर्नु मन लाग्यो क्या होइन हामी फर्स्ट डेमा यही ठाउँमा आएर त्यही क्यामेरा मिलाउन आधी घन्टा लागेको थियो आज ल आयो बस्यो सक्यो क्या आज त्यस्तो केही फिल भयो नि डर है फर्स्ट दिन हामीलाई क्यामेराको अगाडि फेस गर्दाखेरि क्या डर लाग्यो क्या हामीलाई केही बोल्न नआएको जस्तो क्या त्यही पनि अब तपाईँहरूको सपोर्टले गरेर चाहिँ हामीलाई अझै नै जागर आइरहेको क्या यस गाउँतिर सबैले चिन्न थालेछ होइन सबले यो मान्छे भन्न थालेछ होइन भने धेरै राम्रो लाग्दो रहेछ घरमा पनि होइन घरमा अब बाटोतिर हिँड्यो भने यो मान्छेले त यस्तो भिडियो बनाएको थियो भनेर त्यही त अनि तेरो भतिजनीले पनि अनि भन्थ्यो अरे नि त दाइको के अरे त अङ्कलको मात्र काकु मेरै भिडियो मात्र हेरेर चाहिँ यस्तो लाग्छ घर जाने बित्तिकै ल मेरै भिडियो बजिरहेछ क्या घरमा मेरो पनि भाइहरूले मम्मीहरूले अनि बहिनीहरूले सबैले हेर्छ क्या भिडियो जे सपोर्ट छ राम्रै होइन थ्याङ्क यू गाइज अझै पनि कमेन्ट चाहिँ पुगेको छैन कमेन्ट चाहिँ पुगेको छैन तिमी जतिले चाहिँ गरिदिउँ भोलि तपाईँ पनि यहीँ हुन सक्नुहुन्छ सक्नुहुन्छ होइन हुन्छ नै हामीले तपाईँहरूलाई नै रिप्रेजेन्ट गर्दैछौँ होइन हामी खासमा चाहिँ हाम्रो पहिचान होइन हो क्या भन्नु पहरी ब्रो नाम राखेको छ खासमा हामी पहरी भने चाहिँ अब एउटा हामी कुन ठाउँमा बसेको मान्छे होइन जस्तो हामीलाई पहरी भने त खास चिन्दैन त्यही भएर पनि हामीले चाहिँ एउटा पहरीको एउटा छ नि हामीले पनि गर्न सक्छौँ हामी पनि अलिकति नलेज छ हामीसँग होइन हामी पनि अब समाजमा सोसियल मिडियामा हामी पनि फेस गर्न सक्छौँ यो कुरामा त्यस्तो बारेमा हो क्या हामी पनि पब्लिकली आउन सक्छौँ होइन हामीलाई पनि त पहिला त लाज लाग्थ्यो नि हामी तर पहिल्यैदेखि कोसिस नगरे त होइन नि त हामीले पनि स्टोरी पनि लेखेको थियो सबै कुरा भइसकेको थियो हामीलाई अलिकति डर थियो क्या एउटा समाजको होइन तर अब हामीले चाहिँ ट्राई गरेका छौँ गरिरहेछौँ